लेखिन रहेको खेमराज पोखरेलद्वारा लेखिएको आवृत्ति लघुकथा सङ्ग्रहका बारेमा आफ्नो विचार राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। लघुकथा सङ्ग्रह यस विमोचन कार्यक्रमका सभाध्यक्ष प्रमुख अतिथि मञ्चमा आसीन विशिष्ट विद्वान महानुभावहरू र अगाडि उपस्थित बस्नुभएका विशिष्ट साहित्यकारज्यूहरू, सम्पादकज्यूहरू, साहित्य प्रेमी महानुभावहरू, समालोचकज्यूहरू, पत्रकारज्यूहरू र आज पुरस्कृत हुनुभएका भाइ बहिनीहरू, महेश सरले अघि नै भनिसक्नुभयो भागभण्डाको जुन छ भनेर। भागभण्डामा चाहिँ नि खेमराज सर मलाई पढ्नुभएको छ आज। सर्वप्रथम त म तीनवटै कुरालाई, तीनवटै लेखकहरूलाई, विश्वराज अधिकारीज्यू, कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलज्यू, तिनैजना लघुकथाकारज्यूहरूलाई पुस्तक प्रकाशन र यो विमोचनका निम्ति बधाई दिन चाहन्छु र पुरस्कृत भएका भाइ बहिनीहरूलाई पनि बधाई दिन चाहन्छु। लघुकथाका सम्बन्धमा चाहिँ लघुकथाको स्वरूप के हो, लघुकथा कथा हो वा होइन भन्ने किसिमको विमर्श अब मलाई लाग्छ अब त्यो विमर्श गर्ने समय गयो जस्तो लाग्छ। त्यसपछि पनि त्यसलाई बिच मार्नुभयो हाम्रो महेश पौडेल सरले, फेरि पनि त्यसलाई बिच मार्नुभयो र यसलाई प्रमाणित गर्नुभयो यो एउटा राम्रो बलियो विधा हो र अब यो बलियो विधाको रूपमा चाहिँ अगाडि बढिरहेको छ र यसमा चाहिँ खास महानुभावहरूले यसलाई संयोजन गर्ने, व्यवस्थापन गर्ने र कथाकारहरूलाई विकसित गर्ने आदि कामहरू गरेर अगाडि बढाउनु भएको छ भनेर हाम्रो लघुकथा समाजका अध्यक्षको समेतको नाम लिएर महेशजीले भनिसक्नु भएको हुनाले यतातिर म धेरै नलाग्नु, किनभने त उसै पनि समय अलिक बढी लाग्ने खालको छ। मैले 30-31वटा होइन होला महेश सर, यो 25-25वटा 25-75 हो यो जम्मा टोटल कथाहरू र यसमा चाहिँ जसका बारेमा म कुरा गर्न गइरहेको छु खेमराज पोखरेल सरको भागका कथाहरू पनि यहाँ 25वटा छन्। त्यसो भएर मैले भनेको यी 25वटा कथाहरूलाई बारेमा चाहिँ कुरा गर्दाखेरि मैले 3 भागमा कुरा गर्नेछु। 3 भागमा कुरा गर्नेछु। त्यो 3 भाग भनेको कस्तो भन्दाखेरि लघुकथालाई अणु सामर्थ्य रहेको भन्ने गरिएको छ। सर्वप्रथम त 25वटै कथाको मैले परमाणु समीक्षा गर्छु भन्नु पर्यो। एक वाक्यको एक वाक्य भन्दा पनि आधा वाक्यको समीक्षा भयो भने त्यसलाई परमाणु समीक्षा भन्नु कि अणु भन्ने भन्दा चाहिँ छोटो भयो। त्यो अणुभन्दा पनि छोटो टुक्रामा चाहिँ त्यसलाई चाहिँ क्वान्टम नै त नभनौँ होइन, परमाणु समीक्षासम्म चाहिँ यसो गर्छु म पहिला र त्यसपछि उहाँको लघुकथा सङ्ग्रहको नाम पनि आवृत्ति हो। धेरै पटक आवृत्ति पाएका कथाहरू पनि छन् यहाँ, मतलब आवृत्ति पाएका विषयहरू छन्। एउटा विषयमाथि अघि चाहिँ नै हाम्रो विश्वास सरको युद्धमा मात्रै लेखिएका लघुकथाहरूको हामीले जुन कुरा गऱ्यौँ त्यस्तै गरी एउटै विषयमा नै केन्द्रित भएका 3-4वटा कथाहरू छन्। त्यसलाई मात्रै म समीक्षा गर्दैछु र त्यसबाट चाहिँ हामीले उहाँको कथाकारिता कस्तो हो भन्ने कुराहरू चाहिँ हामीले त्यसबाट चाहिँ छाम्नेछौँ। यो 2 र तेस्रो भागमा चाहिँ मैले अलिकति कथाको प्राविधिक पक्षका कुराहरू चाहिँ मैले गर्नुपर्ने छ।
खेमराजको कथाकारिता र लघुकथाकारिता यी दुवैमा चाहिँ अलिकति प्राविधिक पक्षका कुराहरू गर्नुपर्ने पनि छ। त्यसो मलाई यसलाई 3वटा चाहिँ खण्डमा चाहिँ राखेको छु। तर 3वटा खण्ड भने पनि 25वटै कथाको समीक्षा गर्नलाई मलाई 6 मिनट लाग्ला धेरैमा। पहिलो चरणमा म त्यो गर्नेछु, त्यसलाई मैले परमाणु समीक्षा भने, त्यसपछि मात्रै अरू कुराहरू गरौँला। र म यसबाट सुरु गर्छु। पहिलो कथा संशयको श्वास भन्ने छ। यसलाई मैले पछाडिका निम्ति बाँकी राखेको छु, त्यही भएर यसको बारेमा अहिले म भन्दैनँ। त्यस्ता जम्मा 4वटा कथाहरू छन् जसको बारेमा म खास समीक्षा गर्नेछु। अर्को आरण्य आलाप भन्ने छ। आरण्य आलापमा वृद्धाश्रमप्रति चाहिँ पहिलो चरणमा हामी कहाँ जुन एउटा अलिकति नकारात्मकता, अलिकति भय जुन देखिएको छ। हाम्रा उपनिषदहरूले भनेको वानप्रस्थ भनेकै अहिलेको वृद्धाश्रम त होइन। यदि त्यस्तो हो भन्दा पनि हामीले यसलाई पनि त्यति नेगेटिभली किन हेर्नु त अहिलेको परिप्रेक्ष्यमा भन्ने कथा छ। अर्को आभासको भास भन्ने कथा छ। आभासको भास कथामा बाल्यकालमा मान्छेको जुन सग्लो व्यक्तित्व देखाउने ऐना हुन्छ, व्यक्तित्वको ऐना जति सफा र सग्लो हुन्छ बाल्यकालमा, उमेर छिप्पिँदै जाँदा त्यो कसरी कुरूप हुन्छ र कसरी चिरिन्छ भन्ने कुराको कथा छ। बारुदको बयान भन्नेमा चाहिँ बारुदलाई हामीले बडा खतरनाक भन्छौँ। बारुदभन्दा खतरनाक चिजहरू हाम्रो वरिपरि छन्, हामीले चिनेकै छैनौँ, ती मान्छेहरू भन्ने छ। विकासको बाटो भन्नेमा चाहिँ सारा गाउँघरमा चाहिँ विकास पुगिसक्दाखेरि मान्छे छैन। विकास त पुग्यो, जति बेला मान्छे थिए विकास थिएन, मान्छे सकिए विकास पुग्यो भन्ने कथा हो। कथा कसरी रचिएको छ त्यही हेर्ने हो, मैले खालि विषय मात्रै देखाउने हो। दिविधा भन्ने चाहिँ उहाँको कथामा चाहिँ देवता भन्ने मान्छेले बनाएको हो कि मान्छेको धारणा मात्रै हो कि भनेको, देवता भन्ने मान्छेले बनाएको हो कि भन्दाखेरि त हामीले के भन्छौँ भने देवताले मान्छे बनाएको भन्छौँ। प्रश्न छ। सोक्रेटिसको सुक्रातको चाहिँ दर्शन हामीले पढ्दाखेरि चाहिँ एउटा डायलेक्टिकल मेथड भन्छौँ। यो एक किसिमले प्रश्न गर्ने र उत्तर गर्ने जुन मेथड छ, त्यो मेथड नै एक किसिमले लघुकथामा प्रयोग गरिएको हो भन्ने मलाई के लाग्छ। समग्र कथाले गर्छ के भन्दाखेरि प्रश्न हुन्छ। धेरैजसो उहाँका कथाहरू समाजलाई प्रश्न छोडिएका छन् र बाधे बाधे जायते तत्त्वबोध हामीले जुन भन्दछौँ, विमर्शले नै हामी एउटा निष्कर्षमा पुग्छौँ भन्ने बनाएको छ। त्यो विमर्शका निम्ति प्रस्तावनाहरू यी कथाहरू अर्थात् उहाँ पाठकहरूलाई स्वतन्त्र छोड्नुहुन्छ। यो चाहिँ यो अत्याधुनिकता अथवा उत्तराधुनिकताको एउटा उदारवाद हो कि पाठकहरूलाई बडा महत्त्व ठान्दछ। त्यसले गर्दाखेरि प्रश्न पाठकहरूमा छोडिदिन्छ, आफूले धेरै निर्णय दिँदैन। यो पनि उहाँको खुबी हो। अनुवंशको अणु भन्ने कथा हो। हामी प्राय आफ्नो कुलको, आफ्नो परम्पराको, आफ्नो कुलको कुलीनताप्रति हामीसँग दम्भ जुन छ, त्यो दम्भप्रति एउटा आइरोनी, एउटा व्यङ्ग्य चाहिँ भएको कथा हो। कथा मैले भित्रको टोटली बोल्दिनँ किनभने तपाईँहरूले पढ्नुपर्ने हुन्छ। आडम्बरको आड भन्ने कथामा आर्यघाटमा हामीले दुष्टरामलाई लिएर गएको हो भने तापनि, आर्यघाटमा दुष्टरामलाई लिएर गइएको हो सेलाउन भने तापनि हामीले त्यो दिन चाहिँ के बयान गर्छौँ भने त्यो दुष्टराम होइन दयाराम थियो त्यो दिनलाई चाहिँ। अब आरब्धको आरण भन्ने कथा मैले पछिलाई बाँकी राखेको छु। त्यो 4वटा कथाहरू मध्ये के पनि पर्छ, अहिले मैले त्यसको कुरा गरिनँ, पछिल्लो खण्डमा छ। अब नियोगको नाक भन्ने छ। नियोगको नाक भन्ने पनि एउटा हामीभित्र एउटा विवाद, एउटा छलफल, एउटा सङ्घर्ष सिर्जना गर्ने कथा हो। त्यो विवादको प्रस्तावना हो, सङ्घर्षको प्रस्तावना हो, छलफलको शास्त्रार्थको प्रस्तावना हो भन्ने मलाई लाग्छ।
नियोगको नाक भन्ने कथा। त्यसमा चाहिँ महाभारतमा अम्बिका र अम्बालिकालाई जेठाजु व्यासबाट गर्भधारण गराइएको उदाहरणले हामीलाई के भन्न खोजेको हो? हामीलाई के भन्न खोजेको हो? हामीलाई नै छोडिदिएको छ प्रश्न। उहाँले केही भन्नुभएको छैन। यो उदाहरणले हामीलाई भन्न खोजेको के हो? यो पनि यत्रो एकदम विमर्शको विषय छ। सबै कथाहरू त्यति महत्त्वपूर्ण लाग्छ मलाई। उडानको उभार कथामा कति राम्रा कुराहरू छन्। प्रत्येक कथा चरो किन उड्छ भन्दाखेरि आमाले जन्मदा बित्तिकै के भन्छ भने उड भनेर चाहिँ उडबाट खसाल्दिनु थाल्छ। उड उड आकाश छ, आकाश उड। त्यही भएर चरो आकाशमा उड्छ। मान्छेले भने आफ्नो छोरी चाहिँ जन्मेपछि के गर्छ भने त्यसलाई अनुशासनका साङ्ला खोजेर बाँध्छ। त्यसो भएपछि मान्छे के गर्छ? घिस दिएर मर्छ। चरालाई आमाले उड भनेको हुनाले चरो उड्यो, आमालाई अनुशासनमा बस भनेको हुनाले मान्छे घिस दिएर भन्ने छ। उडानको उभार भन्नेमा चाहिँ प्रेमको प्राणमा चाहिँ के छ भन्दाखेरि प्रेम चाहिँ निर्माण गर्ने चिज होइन, यो प्राकृतिक तत्त्व हो भन्ने छ। भोको भकारी भन्नेमा चाहिँ त्यो कथा पनि त्यस्तै जबरदस्त छ। धार्मिक पण्डित एकातिर चाहिँ पुरै त्यही पण्डित प्रवचन गरिरहेका छन्, अर्कोतिर राजनीतिक नेताले भाषण गरिरहेका छन्। मकै पोलिरहेकी बिचमा मकै पोलिरहेकी महिलालाई सोद्धाखेरि के भनिन्छ भने तिमीलाई त धेरै कुरा आउँदो, यता पुरै त्यही पनि आउँछ, के अरे पण्डितको प्रवचन पनि आउँछ होला, राजनीति पनि आउँछ भन्दाखेरि चाहिँ उसले के भन्छ भने ती अगाएका मान्छेका कुराहरू भन्दाखेरि अगाएका मान्छेका कुराहरू मान्छेका कुरा फरक हुँदो रहेछ। आवरणको आधार मैले पछाडि बाँकी राखेका कथाहरूमध्ये त्यस्तो कथा हो, त्यसको पनि मैले पछि कुरा गर्नेछु। र त्यस्तै गरी अप्टीको आँट पनि मैले पछि कुरा गर्नेछु। जम्मा 4वटा कथाको कुरा मैले एकछिन पछि गर्नेछु। आङमा आरूढ भन्नेमा चाहिँ नारीको अस्मिता सधैँ बजारमा दाउ लगाउने कसले हो त भन्दा युधिष्ठिरहरूले। कति ठुलो बिन्दु छ। युधिष्ठिर हामी धर्मको प्रतीक भन्छौँ, धर्मराज युधिष्ठिर। हाम्रो समाजमा पनि युधिष्ठिरहरू धेरै छन्। तर के भन्छ? नारीको अस्मिता सधैँ बजारमा दाउ लगाउने युधिष्ठिरहरू हुन्। अन्त्यको आपत भन्नेमा चाहिँ एउटा नयाँ पर्यावरणीय आजभोलि चाहिँ पर्या कथा, पर्या निबन्ध आदि भनिन्छ। यो किसिमको पर्या कथा हो, पर्यावरणीय बहस छ यसमा। समयको सोपानमा यो पनि एक किसिमको उत्तराधुनिक चिन्तन हो भन्छु मैले। समय राम्रो नराम्रो भन्ने हुँदैन, खालि पर्सेप्सन मात्रै राम्रो नराम्रो, समय चाहिँ राम्रो नराम्रो भन्ने हुँदैन। हरेकका निम्ति त्यही समय राम्रो, त्यही समय नराम्रो हुन्छ कसैका निम्ति। त्यसको चाहिँ त्यसलाई कथाद्वारा बुझाइएको छ। साउनीको सान भन्ने एउटा कथा छ। यो पनि जोक गर्दै गर्दै कथामा लैजान्छ। साउनीको सानमा पढ्दाखेरि मलाई चाहिँ ट्याक्क के याद भयो भने हरिवंश राय बच्चनको मधुशालाका केही पङ्क्तिहरू छन्। त्यो अमिताभ बच्चनले पनि हरिवंश रायको जन्मदिनमा चाहिँ पटक पटक त्यो गाउने गर्छ। त्यसका केही पङ्क्तिहरू छन्। यो साउनीको सान कथा त्यही हो। त्यसले के भन्छ? हरिवंश राय बच्चनले के भन्नुहुन्छ भने मुसलमान और हिंदू हैं तो एक मगर उनका प्याला। रक्सी खान ठाउँ है मधुशाला। मुसलमान और हिंदू हैं तो एक मगर उनका प्याला। चाहे मुसलमान र हिंदू हुन्, खाने गिलासै एउटै बनाएर रक्सी खान थालेपछि एक मगर उनका मदिरालय, एक मगर उनकी हाला। हाला भनेको रक्सी। रक्सी पनि उही हो, भट्टी पनि उही। चाहे मुसलमान चाहे हिंदू, दोनों रहते एक न जब तक, एक न जब तक, दोनों रहते एक न जब तक मस्जिद मंदिर में जाते। मस्जिद मन्दिर जाने बेला तिनीहरू टुट्छन् फुट्छन्, दुईतिर हुन्छ। एउटै हुँदैन तिनीहरू। जब मस्जिद जानुपर्छ, जब मन्दिर जानुपर्छ। मुसलमान मस्जिदतिर, हिन्दू मन्दिरतिर जान्छ।
दोनों रहते एक न जब तक मस्जिद मंदिर में जाते, बैर कराते मंदिर मस्जिद मेल कराती मधुशाला। बैर गराउने शत्रुता गराउने कसले हो भन्दा मन्दिर र मस्जिदले हो। एक बनाउने कसले हो त भन्दाखेरि भट्टीले हो। यो पनि एक किसिमको व्यङ्ग्य भइकन यो चरम व्यङ्ग्य हो। र यो चाहिँ साउदीको शानमा चाहिँ यो चिज साउदीको शान पढ्दाखेरि मलाई यी पङ्क्तिहरू सम्झना भयो अनि मैले यी पङ्क्तिहरू टिपेँ। आसक्तिको शक्ति भन्ने कथामा विष्णु पितामहको हस्तिनापुरको आसक्तिले नै हस्तिनापुर डुबायो। त्यो एउटा आध्यात्मिक प्रश्न हो। हाम्रो आसक्तिले चाहिँ हामीलाई डुबाउँछ, मोक्षमा जानु दिँदैन, निर्वाण जानु दिँदैन। महाभारतमा चाहिँ हस्तिनापुर जोगाउनुपर्छ भन्ने आसक्तिले नै हस्तिनापुर डुबाइदियो। आत्माको आतिथ्य भन्नेमा चाहिँ यहाँ कतै बुद्धिज्म पो हो कि बाट प्रभावित पो हो कि भन्ने चाहिँ लाग्छ। यहाँ आत्माको अस्तित्वमाथि पनि एक खालको प्रश्न गरिएको छ। अरू प्राणीलाई त सबैलाई आत्माले मात्रै चलाउँछ, अनि त्यो चिया पकाएर ल्याउने रोबोटलाई के चलाउँछ भन्ने चाहिँ पनि यहाँ प्रश्न छ। बेसाको सह भने ठाउँमा चाहिँ सबभन्दा सस्तो चिज अहिले जीवन हो मान्छेको भन्ने छ। कथामा के छ भन्ने कुरा मैले यहाँ भनेको छु। जमानाको जुन भन्ने कथामा पनि बडो मार्मिक कथा। 10वटा सन्तान जन्माउने आमा कहाँ जान्छन् आखिरमा? वृद्धाश्रममा। 10वटा सन्तान जन्माएर हुर्काउने पाल्ने पोषण गर्ने आमा वृद्धाश्रममा जान्छन्। छोराछोरीहरू विदेशमा डलर कमाउन जान्छन्। हाम्रो समाज अहिले हामीले गइरहेको हुँदैन। गाई जात्राको जात्रामा हामीले एकछिन सम्झौँ। हामीले 30 वर्षसम्म फटालाई भोट हाल्यौँ। फटा भन्ने जान्दै नजान्दै हो, जानी भोट हाल्यौँ। त्यही भन्दै हुनुहुन्छ गाई जात्राको जात्रामा छट्टुहरूले ढाँटिरहन्छन् र त्यो बुझेपछि पनि सधैँ बनाउँदाहरूले भोट हालिरहन्छ, पत्याइरहन्छ। राष्ट्रवादको रौनकमा चाहिँ संकीर्णताको एउटा स्वरूप कथित राष्ट्रवाद पनि हो भन्ने एउटा अन्तर्राष्ट्रियतावादको धारणा लिएर आएको छ। यस लघुकथाको शीर्षक पनि सङ्ग्रहको शीर्षक पनि आवृत्ति हो र पटक पटक पुनरावृत्ति भएको एउटा विषय यहाँ छ, त्यो हो विवाह। विवाह पति वा पत्नी लोग्ने वा स्वास्नी होइन, विवाह द इन्स्टिट्युसन अफ म्यारेज। म्यारेज इन्स्टिट्युसन माथि चाहिँ यहाँ प्रश्न छ र यसमाथि चाहिँ मैले यहाँ 4वटा कथाहरू लगभग केन्द्रित भएका थिएँ। हाम्रो सामाजिकता, हाम्रो पारिवारिकता, हाम्रो धार्मिकता प्रति पनि गरिएको प्रश्न भएको हुनाले यसलाई अलिकति फर्केर हेर्ने मैले यो दोस्रो चरणमा मैले अलिकति विमर्श गर्नेछु भनेको यही हो। म दोस्रो चरणमा प्रवेश गर्दैछु। जस्तो गाण्ड लागि पहिलो कथा मैले लिएँ, लघुकथा सङ्ग्रहकै पहिलो कथा, मतलब खेमराज सरको जुन आवृत्ति छ त्यसको चाहिँ पहिलो कथा संशयको श्वास भन्ने छ। पत्नी मरेकी छ, पत्नी मरेर काजक्रियामा बसेको छ र 3 दिन भएको छ। त्यो लोग्नेलाई म पात्र गएर भेट्छ। म पात्रले सायद यहाँ आफ्नो नाम पनि खेम नै राखेको छ, गएर भेट्छ। तिनीहरूको जोडी बडा नमुना मानिएको जोडी हो। आहा, परेवाको जोडी। लोग्ने स्वास्नी भने त यस्तो पो, यस्ता हुनुपर्छ लोग्ने स्वास्नी भनेका भनेर दुनियाँले मानेको जोडीको जुन लोग्ने बाँकी रहेको छ त्यहाँ म पात्र पुगेको छ समवेदनाका निम्ति र उसले सोध्छ र आखिरमा उसलाई कथा लेख्नु पनि मन छ त्यो आदर्श जोडीको बारेमा। गएको त कथा लेख्न आदर्श जोडीको बारेमा थियो, तर लिएर आयो यस्तो कथा कि अहिले भर्खर पनि हामीले महेश सरले मैले एउटा कुरामा कुरा गर्दैछौँ, भएका कुराहरू पटक पटक किन भन्नु पर्यो र किन नयाँ आयो त भन्ने चिज महत्त्वपूर्ण हुन्छ। त्यहाँ कुराखेरि के नयाँ आयो भन्दा म पात्रले सोध्छ
तपाईँहरू त आदर्श प्रेमी हो, तपाईँहरू दुईटा लुग्नु स्वास्नी। आदर्श प्रेमबारे केही बताउनुहोस्। लोग्ने रोइराखेकै छ स्वास्नी मरेको, लोग्नेले भन्छ, लोग्नेले भनेकै वाक्य यहाँ छ, 30 वर्षसम्म, 30 वर्ष बारे बिहा गरेको, 30 वर्षसम्म बाध्यतापूर्वक सामाजिक अनुशासनमा सँगै बसेकालाई प्रेम भन्नु कि लगाव भन्छ। आखिरमा उयो बोल्दाखेरि त मानव हाम्रो सँगै बसाइ त एक किसिमको चाहिँ रक्सी खाए जस्तो, चुड खाए जस्तो जुन एउटा एडिक्सन हुन्छ, त्यो एडिक्सन मात्रै हो, अर्थात् त्यो प्रेम होइन। जुन नमुना जोडी हो, त्यो नमुना जोडीले त्यसो भन्छ, यो एउटा आदत हो, एउटा एडिक्सन हो। आरब्धको आरम्भ भन्ने कथा छ, अर्को लिन्छु म। उमेर छिप्पिएकी छोरीलाई आमाले चाहिँ अब उमेर छिप्पियो, छोरी बिहा गर्नु पर्यो भनेर अताइराख्छन्। आमा अताइराख्छन्। छोरीले के भन्छ भने तपाईँको दाम्पत्य जीवन त मैले देखेकै छु, तपाईँको दाम्पत्य जीवन गुनासो, असन्तुष्टि र क्रन्दनले बितेको छ। गुनासो, असन्तुष्टि र क्रन्दनले बितेको तपाईँको जिन्दगी छ। तपाईँ मलाई के भन्दै हुनुहुन्छ भने छिटो बिहे गर, म पनि त्यही क्रन्दनमा पसिहाल्नु पर्यो। अनि कहिलेकाहीँ चाहिँ अभिभावकहरूलाई पनि चिन्ता छ, अरूको बारेमा कुरा गर्दाखेरि त यो विवाह भन्ने इन्स्टिट्युसन चाहिँ क्वेसनेबल भइसक्यो। यो प्रश्नवाचक चिन्हभित्र यो चाहिँ आइसक्यो। यो चाहिँ यो विवाह ठिक हो वा होइन, विवाह भन्ने जुन संस्था छ यो ठिक हो कि होइन भनेर हामीले अरूको बारेमा बहस गर्दा हुने, यहाँ पनि भाषण रड्काउने, घर गएपछि मेरो पनि छोरो 35 वर्षको भयो, बिहा चाहिँ घर गएको के छ, बिहा त गर्नु पर्यो, के हुन्ला, बुढो भइसक्यो भनेर त भन्नु त पर्यो। यो आफ्नो भरान गरेर गर्नु त भएन, खेल्न सकेको कथा देखाउनु पनि भयो होइन। अभिभावकको चाहिँ एउटा चाहिँ मर्म पनि यहाँ चाहिँ यो कथाले चाहिँ देखाइदियो। आफ्नो जीवन, आफ्नो दाम्पत्य चाहिँ जटिलतामा बितेको छ, त्यसपछि पनि छोराछोरीलाई बिहा गर्नु के भयो, छोराछोरी बिहा गरेन भने त खेरै गयो भने यही गर्नु पर्यो। यो व्यथालाई चाहिँ यस कथाले देखाएको छ। अर्को विवाहेतर सम्बन्ध राखेका केही जोडीलाई हाम्रो पनि यहाँ होटेल लजहरूमा कहिलेकाहीँ पुलिसले पक्राउ गरेका हुन्छ, तर उहाँको कथामा विष्णु भगवान आफै पुलिस जस्तो भएर शङ्खचक्र गला पक्रेर आइरहेका छन्। आएर चाहिँ 3-4 जोड चाहिँ ती विवाहेतर विवाहभन्दा बाहिरको सम्बन्ध, बाह्य सम्बन्ध राख्ने जोडीहरूलाई पक्रेका छन्। विवाहको आदर्श मटियामेट पार्ने तिनीहरू अनैतिकहरू दण्डित हुनुपर्छ, विष्णुको भनाइ छ। मर्ता क्या नहीं करता भन्ने पनि उखान त्यहाँ उहाँले प्रयोग गर्नुभएको छ। एउटी तिनै मध्येकी एउटी युवतीले मर्ता क्या नहीं करता, दण्ड त विष्णु भगवानले दिनै हो, खुट्टा तानेरै मरौँ भने जस्तो गरेर चाहिँ विष्णु भगवानलाई प्रश्न गरे। भेष बदली बदली बलात्कार गर्ने तिमी देवताहरूलाई हामी मिलोमतोमा सहवास गर्नेहरूलाई केही भन्ने अधिकार छ र भनेर देवताको पालामा चाहिँ हुने गरेका जुन हामीले पुराणकालीन कथाहरू सुन्ने गर्दछौँ र त्यसपछि पनि हामीले हाम्रो भक्ति यथावत रहन्छ ती देवताहरूप्रति, त्यसपछि पनि हाम्रो भक्ति यथावत रहन्छ। अघि चाहिँ भोट हाल्ने कुरामा भनेको 30 वर्षसम्म हामीलाई थाहा भयो पटाउनु भयो, फेरि पनि भोट हाल्नु लागिँदैन भनेर देवताहरूलाई चाहिँ देवता अब पानी परेन भने त हुन्। इन्द्र भनेका चाहिँ गौतम ऋषिको विश्वासिका चाहिँ भेष बदलेर आउने हुन् भन्ने थाहा पाउँदै पनि फेरि इन्द्रको पूजा यज्ञ आदि त मान्छेले फेरि गरेकै हुन्छ। अहिले भएको तिनीलाई के हुन्थ्यो होला, कस्तो दण्ड हुन्थ्यो होला, अहिलेकै कानुनले, अहिलेकै संविधानले यो प्रश्न उठाइएको छ। विवाहको आदर्श सम्भवतः
विष्णुको पालासम्म आइपुग्दा नै भ्रष्ट भइसकेको हो भने यसको आदर्श वास्तवमै आदर्श कहिले थियो? विवाह सुरु भएकै विज्ञानले के भन्छ भने 4-5 हजार वर्षभन्दा बढी भएको छैन भन्छ। अनि विष्णुको पालासम्म आउँदाखेरि त भ्रष्ट भइसकेको रहेछ। विष्णुको पालो भनेको सत्ययुग नै होला। अनि विवाह आदर्श विवाहको आदर्श स्वरूप कहिले थियो भन्ने प्रश्न हुन्छ। त्यही भएर यहाँ निर्णय दिइएको छ र कुनै मान्छेलाई कुनै लोग्ने वा कुनै स्वास्नीलाई यहाँ कुनै दोष दिइएको छैन। लोग्ने वा स्वास्नी दोषी होइनन्। यो संस्था यो विवाह प्रणाली चाहिँ हाम्रो यो दोषी हो भन्न खोजेको हो कि कथाले भन्ने मलाई लाग्दछ। यदि यो हो भने पनि हाम्रो समाजमा चाहिँ धेरै ठुलो चाहिँ बहसको विषय हो। प्रश्नै प्रश्न हो। त्यही भएर मैले सुक्राती शैली हो भनेर पनि भन्छु। अब अलिकति उसो भए के त विवाह नै भएन भने के त भन्ने प्रश्न आइसकेपछि अप्टीको आँट भन्ने एउटा कथा आयो। विवाह नै भएन भने के यो त सृष्टि नै प्रलय नै हुने हो कि भन्ने हुँदाखेरि हुँदैन बाबा। यहाँ के भन्छ यसले भने यहाँ एउटा उत्तर आधुनिक युग चाहिँ पात्र भएर आएको छ। उत्तर आधुनिक युग र म पात्रको बिचमा चाहिँ एउटा संवाद छ। पृथ्वी अब हेर्नुहोस् है प्रश्नहरू। पृथ्वीमा मान्छेको उत्पत्ति कहिले भयो? प्रश्न उत्तर आधुनिक युगले सोध्छ। उत्तर चाहिँ म पात्रले दिन्छ। 3 लाख वर्षदेखि मान्छे भयो। अनि मान्छेले समाज परिवार तथा बिहेको व्यवस्था कहिले गर्यो? म पात्रले उत्तर दिन्छ बढीमा 4000 वर्ष। उसो भए 3 लाख भयो भने सायद मान्छेकै सृष्टि आज हामी हौँ। किन 3 लाख वर्ष पहिला आएकै मान्छेका हामी हौँ। विवाह भएको जम्मा 4000 वर्ष भयो भने बाँकी रह्यो 2,96,000 वर्ष। अनि त्यो 2,96,000 वर्षको वंश परम्परा कसरी चल्यो? किन पिर गर्छ बाबु? जम्मा 4000 वर्षभन्दा अगाडि त चलेकै रहेछ त भनेर विवाहको विकल्पको प्रस्ताव हो कि विवाहको विकल्पमाथि चाहिँ यहाँ एक किसिमको प्रस्तावना छ। त्यसो हुनाले अब यहाँ जो मात्र कुरा के हो भने प्रत्येक कथा धेरै विषयकै कथाहरू छन् तर यी दोहोरित कथाहरू हुन् भनेर चाहिँ मैले यसलाई बढी जोड दिएको हो। अरू धेरै विषय कथाहरू पनि यहाँ छन् र कथालाई विशेष गरिकन हामी भन्छौँ उत्तराधिकता अथवा लीला लेखन लेख्नेहरूले महाख्यानको अन्त्य भन्छ भने ग्रान्ड नेरेटिभहरूको निश्चय जस्तो यो विष्णुको कथा हो, यो महाभारत हो, यो ईश्वर हो, यो विष्णु हो भनेपछि त्यसलाई त्यही रूपमा पुज्नुपर्छ भन्ने जुन हाम्रो चाहिँ एकचित्त भएर एक भक्तिले पुज्ने जुन धारणा थियो त्यसबाट विचलन त्यसबाट निस्क्यो। त्यसलाई निश्चित गर्यो कथा। त्यसो हुनाले अब अलिकति प्रविधिका कुरा पनि यहाँ गर्नुपर्ने भयो। अलिकति लामो त भयो होला तर मैले अब धेरैमा 5 मिनट लगाउँला धेरै लगाएँ भने माफ गर्नु होला। त्यसो भने यहाँ चाहिँ महाख्यानको अन्त्य भयो। अर्थात् हामीले मानिआएका देउता, मानिआएका केन्द्र, मानिआएको विवाह पनि हाम्रो महाख्यान हो। विवाह गर्नै पर्ने हुनाले संसारभरिका मान्छेहरूले किन बिहा गर्ने त भन्दाखेरि विवाह महाख्यान हो। संसारभरिका मान्छेहरूले किन ईश्वर मान्ने त भन्दाखेरि ईश्वर एउटा महाज्ञान हो। त्यसको निषेध गर्दछ उत्तर आधुनिकताले र त्यही भएको हो। र उहाँको लेख्ने शैलीमा पनि यहाँ के देख्छौँ भन्दाखेरि किसिमको विखण्डन, फ्रेगमेन्टेसन भन्छ, फ्रेगमेन्टेसन अर्थमा, कथामा, समयमा, अर्थ, कथा, समय, आवाजका टुक्राहरू आउँछन् कथामा, टुक्राहरू एकदमै शिक्षावाद वर्णनात्मक शैली मात्रै आउँदैन। झट्ट पनि अर्को कथा आइदिन्छ, कथा भन्दा भन्दै अरू कथा आइदिन्छ। कथाभित्र कथा, मेटाफिक्सन भन्छ नि, कथाभित्र कथा। अनि कथा कुन हो र वास्तविकता कुन हो, कथा र वास्तविकताको चाहिँ सीमा भत्काउँछ यसले मेटाफिक्सन यो स्वरूप हो। अर्को चाहिँ आइरोनी, अर्को
विधा मिश्रण, विधा भञ्जन मात्रै त के हो भन्दाखेरि विधा भाँच्ने मात्रै हो, कथा कथा जस्तो भएन, निबन्ध निबन्ध जस्तो भएन, कथा भञ्जन हो। त्योभन्दा पनि म के भन्छु भने यो कथा मिश्रण हो, ब्लेन्डिङ हो एक किसिमको। कथामा उहाँको कथामा नाटक पनि छ, अथवा कथामा जुन नाटक राखिएको छ त्यो कस्तो कथा भनेको हुनाले मैले कथा भनेको होइन, यो त नाटकमा कथा राख्या हो क्या जस्तो भएर त्यो आउँछ। त्यसलाई चाहिँ हामी चाहिँ विधा मिश्रण हुन्छ, अथवा त्यसले गर्दाखेरि के उत्पादन हुन्छ त? हाइब्रिड उत्पादन हुन्छ, हाइब्रिड खच्चड जस्तो उत्पादन हुन्छ। तपाईँले घोडा र गधाको चाहिँ दम्पति बनाइदिनु भयो भने के निक्लिन्छ? खच्चड निक्लिन्छ। र पोस्ट मोडर्न राइटिङको चाहिँ अर्को एउटा विशेषता के हो भन्दाखेरि हाइब्रिड उत्पादन हो। त्यस हिसाबले पनि मैले यसलाई चाहिँ यो पोस्ट मोडर्न राइटिङ अथवा चाहिँ पोस्ट मोडर्न राइटिङको धेरै नजिक त्यसका धेरै विशेषताहरू बोकेका प्रयोगधर्मी कथाहरू हुन् भएको भन्न सक्छु। यस्ता कुराहरूको धेरै निरूपण त हाम्रो महेश सरहरूले गर्नुहुन्छ, म त्यस्तो समालोचक पनि होइन, म यसो लेख्नु मात्रै हो, तर मैले लागेका कुराहरू भन्दैछु। अर्को यहाँ चाहिँ के छ? सत्य शाश्वत छैन। मैले त्यसै चाहिँ पोस्ट मोडर्न राइटिङ भएर भन्न खोजिरहेको छैन। सत्य यहाँ शाश्वत छैन, यहाँ रिलेटिभिजम छ, सापेक्ष सत्य छ। अर्को के छ? उहाँ एकदम भावनामा लगेर पाठकहरूलाई भावनामा बगाउँदै बगाउँदै लगेर रुवाउने चेष्टा उहाँको कहीँ न पनि हुँदैन। प्लेफुलनेस एकदम खेल जस्तो भएर आउँछन् कथाहरू मारिनु घरमा आउँछन्, तर कथा आफैमा चाहिँ यी खेल हो कि के हो? कि कहीँ यो न हामीले यो संसारमा चाहिँ हाम्रो जीवन नै एउटा चाहिँ नाटक हो, लीला हो भनेर हामीले जुन भन्छौँ, त्यस्तै किसिमको प्लेफुलनेस हामी चाहिँ कथाहरू देख्न सक्छौँ। त्यसो भने कम्तीमा पनि उत्तराधुनिक धेरै विशेषताहरू भएका प्रयोगधर्मी कथाहरू, लघुकथाहरू यहाँ धेरै छन्। र अर्को चाहिँ अब यसलाई सारांशमा लैजाउँ, मैले भनिसकेपछि यी राम्रा कथाहरू, राम्रा लघुकथाहरूलाई पनि फेरि न्यु खोज्दै खोज्दै यो पुगेन त्यो पुगेन भएर धेरै खोजिरहेको पनि हामी समालोचकहरूको लागि त्यस्तो हामीहरूलाई हामी चाहिँ सामान्य सिर्जना गर्नेहरूको लागि चाहिँ त्यो पनि अर्कै ल्याइदिएको हुन्छ र त्यसको अर्कैलाई गरिहाल्नुपर्छ जस्तो लाग्दैन। यद्यपि सुधारका सम्भावना जहिलेसुकै जसका निम्ति पनि जहाँ पनि हुन्छन् त्यो उहाँका लागि पनि लागु हुन्छन्। तर यी उत्तम कोटिका चाहिँ लघुकथा हुन् र लघुकथा कस्तो लेख्ने भन्दाखेरि हेर्न मिल्ने कथाहरू, उदाहरणीय कथाहरू। र भाषा पनि उहाँको नेपाली भाषाको छैतो सौलो झरनाको जस्तो तर चोटिलो शब्दहरू असाध्यै कुदेर राख्नुहुन्छ, अथवा शब्दहरू यसरी आउँछन् उहाँलाई। त्यसको मलाई उहाँको भाषालाई पनि मैले प्रशंसा गर्दछु। फोट लगाउने हो भने कतिपय कथाहरूको पछाडमा पुग्दाखेरि अलि चोट पुगेर कि खेमरा सरको कथामा त यो चोट पुग्नुपर्ने हो, उहाँले यो अलि हतार गर्नुभयो कि भन्ने कहीँ लाग्छ। यो लघुकथाले अलि अर्जुन बाण नै हान्नुपर्छ, यो अर्जुन बाण अलि भएन कि यो शल्यले हाने जस्तो भयो कि भने जस्तो गरेर चाहिँ हुन्छ। अब यो यस्तो खालको लेखाइमा कतिपय पाठकहरूलाई कस्तो लाग्न सक्छ भने अलिकति शुष्कता लाग्न सक्छ। शुष्कता मानव घिमिरेको गौरी खण्डकाव्य पढे जस्तो हुँदैन यो कथा पढ्दा। यसलाई नाटकको रूपमा हेर्नु पर्दछ। त्यही भएर यो अलिकति शुष्कता हामीले देख्दछौँ र त्यो यसको विशेषता नै हो। त्यो यसको विशेषता नै जसले लेख्दाखेरि त्यो मैले लेख्दाखेरि त्यही हो, महेश सरले लेख्दाखेरि पनि त्यही हो, हाम्रो खेमरा सरले लेख्दाखेरि पनि त्यही हो। यो राइटिङमा चाहिँ शुष्कता हुन्छ र सुन्दर लघुकथाहरूको पढ्ने पर्ने सङ्ग्रह हो। यी त्रिकुटीका तिनैजना लघुकथाका स्तम्भहरू मेरा अत्यन्त निकट आदरणीय मित्रहरू पनि हुनुहुन्छ।
यद्यपि मैले कुसुमाको सरलाई त अस्ति देखेको हो, तर पनि हामी भेटमा सम्पर्कमा थियौँ। कहिलेकाहीँ कुनै कुनै साहित्य कार्यक्रममा पनि हाम्रो विश्वास सरले चलाउने साहित्य कार्यक्रममा भेटघाट पनि गएका थियौँ। उहाँहरू व्यक्तिगत रूपमा जति राम्रो हुनुहुन्छ, कथाकारको रूपमा पनि त्यत्तिकै राम्रो मैले पाएँ। बडा खुसी लाग्यो। र मेरो यो सानोतिनो मन्थन यहाँ धेरै ठुल्ठुला विद्वानहरू हुनुहुन्छ, यहाँहरूले पनि सुन्दिनुभयो, यसका लागि अनुग्रहित भए। पुनः लेखक त्रयलाई हार्दिक बधाई।